हेलो नमस्ते, म सेफ कृष्ण सुनार। आज हामी बनाउन जाँदैछौँ पनिर मोमोज। पनिर मोमोजको लागि चाहिँ फर्स्ट अफ अल हजुरहरूले फाइन चप अनियन चाहिन्छ। फाइन चप अनियन भइसकेपछि हजुरहरूले त्यो अनियनमा अलिकति नुन हालिदिनु होला। नुन हालिदिइसकेपछि यसले चाहिँ पानी छोडोस् भनेर आटा चाहिँ हामीले अलरेडी लगाइसकेको थियो। यो फिलिङ्सहरूमा चाहिँ त्यो प्याजको पानी निचोडेर अनि त्यसमा हामीले पनिर एड गरेर स्प्रिङ अनियन, धनियाँ अनि ग्रिन चिल्ली चप गरेर अनि जिन्जर गार्लिकको पेस्ट अनि मसलामा चाहिँ हामीले एरोमेट पाउडर मसलाहरू हालिसकेको छौँ। अनि अब यसमा चाहिँ हामीले डाल्डा युज गर्छौँ जुसी बनाउनको लागि। अब हजुरहरूले गर्नुहुन्छ गर्नु हुँदैन, हजुरहरूले गर्न पनि सक्नुहुन्छ गर्न पनि सक्नुहुन्न, हामीले चाहिँ गर्छौँ किनकि जुसी होस् भनेर। अनि यो गरिसकेपछि चाहिँ हाम्रो फाइनल यस्तो भयो फिलिङ, फाइनल टच यस्तो भइसक्यो फिलिङको। अनि स्टिमर लगाउँछौँ अनि मोमोज फोल्डिङतिर जान्छौँ। अब हर कसैको अलग अलग हुन्छ, कसैले लामोमा कसैले गोलोमा दिन्छन्। हामीले चाहिँ यतातिर लामोमा दिन्छौँ है। यस्तो दिन्छौँ हामीले चाहिँ। अब हजुरहरूले के कस्तो दिनुहुन्छ अनि यसको रेसिपी चाहिँ यो हो। यदि यसमा हजुरहरूले केही प्रब्लम हुन्छ भने कमेन्ट गरिदिनु होला, म हजुरहरूले यसको फुल प्रोसेसवाला भिडियो पनि बनाइदिन्छु। हामीले चाहिँ यसरी बनाउँछौँ, हेर्नु हजुरहरूले कसरी बनाउनुहुन्छ।